के छ हौ सिन्धुपाल्चोकवासी, धेरै बुद्धिजीवी भेडाहरू अनि बढी बाठो भने कुन्नी के च्यापेर बन्धुहरू। के छ हालखबर? रोइलो छ त तिमीहरूको त सामाजिक सञ्जालतिर अझै मन बस्नेत कि के रे, के सापकोटा हो त्यो? एउटा सापकोटा छ नि भनेर, एउटा सापकोटाले 15 वर्ष जति 3-4 कार्यकाल ल्याम बजायो अनि अब अर्को सापकोटा भनेर फेरि पछि दौड्या छ युवा भनेर। अघिल्लो सापकोटालाई नि युवा अवस्था हुँदादेखि भोट दिए नि तिमीहरूले? केही गरे त? अलिअलि भएको बाटो पनि हाइडोहरूसँग ड्याङ पारेर कमिसन लियो अनि खन्या जस्तो गऱ्यो, भत्काइदियो। 15-20 वर्षदेखि बेहाल छ हेर। हिउँदो आयो छारो धुलो, बर्खा आयो हिलो, केही पाछौ र? कहिले आउँछ हो बुद्धि? यत्रो हुँदा पनि बुद्धि आउँदैन है। त्यहीँबाट मर्या छ त बिचरा त्यो जेन्जी भाइ बहिनीहरू। सिन्धुपाल्चोकै मर्या छैनन् ड्याङ गोली हानेर? अनि अझै केपी भनेर दौड्या छौ। केपीका पुचार थुक्का तिमीहरूका बुद्धि। अलिअलि भएको युवाहरू सब विदेशतिर छ अनि बुढाखाराहरू म त पुर्खौँदेखि एमाले भनेको छ, काङ्ग्रेस भनेको छ, माओवादी भनेको छ। अनि भोट चाहिँ मासु भात र सुरु भइसक्यो होला नि, चुनाव सुरु हो। 2-4 कप चिया मासु चिउरा अहिलेदेखि सुरु भइसक्यो होला है। रोइरो छ नि तिमीहरूलाई। गाह्रो त हामीलाई छ हो, हामीलाई छ। कहिले चेन्ज गर्ने अलिअलि भएको बुद्धि पनि? सिन्धुपाल्चोकवासीहरूलाई त चेलबेटी बेचबिखन, तस्करी दुनियाँलाई लाग्छ ब्लेमहरू। कहिले तिमीहरूले अब त हामीले यसो जान्नेहरूलाई मत परिवर्तन गरेर भए पनि हामीलाई लाग्ने गरेको ब्लेमहरू पखाल्नु पर्यो भन्ने बुद्धि तिमीहरूलाई कहिले आउँछ? कठैबरी गाह्रो छ हो, गाह्रो छ। अझै पनि बुद्धि आएन भने तिनीहरूलाई भोट हाल्नु भनेको नि छोराछोरीको हातमा पासपोर्ट लाउने अधिकार दिनु, लाइसेन्स दिनु हो। अनि ड्याङ पासपोर्ट थमाइन्छ +2 नहुँदै। अनि +2 भएपछि कुन देश जाने हो, ऋण गरेको छ, पठाएको छ होइन, फर्केर आउने हो थाहा छैन। तिनीहरूलाई के मतलब छ र? अनि तिमीहरू भेडाहरू गोरु जस्तो नेताहरूलाई भोट हाल्छौ अनि फेरि पछि जितेर आएपछि अनि गधा बनाएर जोत्छ मुलाहरूलाई। अब पनि बुद्धि आएन र? आउने चुनावतिर पनि अलिकति मन परिवर्तन गर्न सकेनौ भने हेर है, बाबुबाजेले मत परिवर्तन गर्न सकेन, विदेशतिर लाग्यो, साइकल किनेर